सम्पूर्णमा फेरि पनि नमस्कार। म फेरि अर्को भिडियो लिएर आएको छु। सम्पूर्णमा फेरि पनि नमस्कार भन्न चाहन्छु। फेरि अर्को भिडियो लिएर आएको छु म फेरि आज। फेरि नमस्कार है सम्पूर्णलाई। फेरि यो चाहिँ सानो यो चाहिँ 1 देखि 5 सम्मको स्कुल चाहिँ यहाँ छ। यहाँ चाहिँ यो सानो 1 देखि 5 सम्मको एक ठाउँ हुन्छ यहाँ। फेरि 5 देखि 6 देखि 8 एक ठाउँ हुन्छ। 9 देखि 12 एक ठाउँ हुन्छ। त्यहाँबाट पछि कलेज। फेरि यो चाहिँ 1 देखि 5 को प्राइमेरी स्कुलमा चाहिँ आएको फेरिमा। अनि यो नजिकै छ, हाई स्कुल र प्राइमेरी स्कुल चाहिँ नजिकै छ। यहाँ चाहिँ प्राइमेरी 5 सम्म छ। यहाँ चाहिँ 9 देखि 12 सम्म छ। यसमा चाहिँ फेरि 9 देखि 12 सम्म यहाँ छ। त्यहाँ चाहिँ 5 देखि 5 सम्म छ। 1 देखि 5 सम्म यो स्कुलमा चाहिँ। त्यसपछि म चाहिँ फेरि हिँड्दैछु हजुरहरू, हिँड्दैछु। फेरि दृश्य देखाइरहेको छु हजुरहरूलाई। हिँड्दै यो दृश्य रमणीय दृश्यहरू देखाउँदैछु हजुरहरू सामु। यहाँ चाहिँ ग्यास स्टोर हो। यो चाहिँ तेल हाल्न होइन, यहाँनिर हालिदिन्छ। जहाँ हाल्दा नि केही फरक त पर्दैन। यताको टाउन एरिया यो चाहिँ म बस्ने एरियाको चाहिँ टाउन चाहिँ यो हो। अँध्यारो भएर त्यति क्लियर आएन होला। वेदर राम्रो छैन, त्यही भएर भिडियो क्लियर त त्यति आएन होला। तै पनि हजुरहरूलाई देखाउने प्रयास गरिराखेको छु। यताको दृश्य देखाएको छु। अब म लाइटमा परेँ। यो चाहिँ यहाँ म बस्ने एरियाको चाहिँ टाउन एरिया। लाइट छ यहाँ चाहिँ। म अब पल्लोको वार्निङको भयो, रेड भयो, बल्यो लाइट बल्यो। अब म यहाँबाट सर जाँदैछु। यहाँ पनि लाइट छ। यहाँको चाहिँ टाउन एरिया हो, यो डाउनटाउन एरिया हो। बत्ती लाइट बल्यो। अब यहाँबाट फेरि म जाँदैछु, लेफ्ट जान्छु। ल हेर्नुहोस् यताको दृश्यहरू तपाईँहरूलाई देखाएको छु म। यताको दृश्यहरूलाई हेर्नुहोस्। यहाँ फेरि लाइट बल्यो। यताको दृश्यहरूलाई हेर्नुहोस् मित्रजनहरू। यस्तो छ लाइट बल्यो। अब फेरि म यहाँबाट जाँदैछु। यताको दृश्य देखाउँदै जाँदैछु तपाईँहरूको सामु। ल हेर्नुहोस् अमेरिकाको केन्टकी राज्यको मेडिसन काउन्ट्रीको है यो दृश्य चाहिँ तपाईँहरूलाई देखाएको दृश्य चाहिँ मेडिसन काउन्ट्री रिचमन्ड केन्टकीको म बस्ने एरियाको टाउन एरियामा चाहिँ मैले भिडियो देखाएको छु तपाईँहरूलाई। टाउन एरिया यो चाहिँ। नजिकै छ। अब चाहिँ यहाँ चाहिँ
मान्छेलाई उ गर्ने मरिसकेपछि राख्ने ठाउँ आयो है। यो चाहिँ यो कम्पाउन्डभित्र चाहिँ त्यो राखेको छ। मान्छे मरिसकेपछि यहाँ लान्छ, यहाँभित्र लगेर यो कम्पाउन्डभित्र छ हो चाहिँ यो लास राख्ने घर हो। यो चाहिँ यहाँभित्रको चाहिँ लास राख्ने घर। अनि त्यहाँ पल्लोपट्टितिर चाहिँ देखिँदैन होला, गाडी कुद्दैछ देखिँदैन होला। सानो सिमेन्टको ऊ बनाएको त्यो चाहिँ मान्छे गाडेर उ गरेको ठाउँ हो। हेर्नुहोस् दृश्य यताको, यसको दृश्य मित्रजनहरू। नजिकै छ लास गाड्ने ठाउँहरू चाहिँ। यहाँ चाहिँ धेरै ठाउँ छ। अब फेरि यहाँ अगाडिपट्टि नै छ, यहाँनिर नै भयो, त्यहाँनिर अगाडिपट्टि नै पनि छ। अब लाइट भयो। साइकल सरर रेलको हावाले रिबन फडर। ल र बिरालो, कालो बिरालोले बाटो काट्यो फेरि। अब कालो बिरालोले चाहिँ बाटो काट्दा यताको झुप्राहरू यस्ता छन्। ल हेर्नुहोस् यहाँ देख्नुभयो, यो चाहिँ सबै लास राखेको उयोहरू हो। यो चाहिँ सबै लास राख्ने ठाउँहरू, यहाँ मान्छे गाड्ने ठाउँ यो एरियामा। फेरि अहिले त्यहाँ पर देख्नु भएको थिएन होला, यहाँको चाहिँ पुरा देखाएँ मैले हजुरहरूलाई। यताको दृश्य यस्तै दृश्यहरू। रुख बिरुवाहरू पात झरेर उराठ लाग्दो भएको छ है। उराठ लाग्दो भएको छ रुख बिरुवाहरू पात झरेर। हेर्नु न अँध्यारो भएको छ है दिनै। अलि सफा वेदर भएको भएदेखि दृश्य पनि राम्रोसँग देखिन्थ्यो होला। अलि अँध्यारो भएको छ धुम्म भएर, त्यही भएर दृश्यहरू नि मधुरो धमिलो देखिएको छ। यो अलिकति पानी बग्ने ठाउँ छ यहाँ, त्यो पानी बग्ने ठाउँ नै पुरै जमेको छ। पुरै पानी पुरै जमेको छ। पुरै पानी जमेको, त्यो पानी बग्ने ठाउँ पनि जमेको छ। बग्दैको पानी पनि धेरै चिसो हो भने त्यसमा सानो पानी त पुरै जम्दो रहेछ नि त। थोरै पानी भएको ठाउँ चाहिँ पुरै जम्दो रहेछ। पुरै जमेको छ पानी, पुरै जमेर त्यस्तो भएको छ यहाँको चिसो वेदरको साथ। यस्तो छ मित्रजनहरू। पुरा चिसो छ। अब प्राय 2-4 महिना चाहिँ यहाँ जाडोले अलिक कष्टकार हुन्छ। मलाई त जाडो त गर्मीभन्दा त जाडै ठिक लाग्छ, तर जाडो त अलि धेरै जाडो हुन्छ। जाडोमा हिट लाग्यो होइन गाडीतिर ठिकै हुन्छ। त्यहाँ चाहिँ डलर ट्री लेखेको छ, त्यहाँ पर देख्नु भने सबै सामान चाहिँ 1 रुपियाँमा पाइन्छ। त्यहाँ चाहिँ 1 रुपियाँ, त्यही भएर एउटा डलरै $1 लेखिराखेको छ बोर्डमा पनि। त्यहाँ चाहिँ 1 रुपियाँमा पाइन्छ सामानहरू। पुरा सबै सामान नै 1 रुपियाँ पाइन्छ। अनि त्यही भएर डलर ट्री भनेर लेखेको छ त्यहाँ चाहिँ। त्यहाँ ग्रिनमा लेखेको छ।
सदर्न हिल्स चाहिँ मेरो एरिया टोलको बाटोको नाम हो। यो ग्यास स्टोर आएँ। यहाँ एग्रिभेट छ, यहाँ चाहिँ भेटनरी छ। यहाँनिर चाहिँ बिरालो र कुकुरहरू ल्याउँछ नि, एनिमल्सको हो। अरू त यहाँ के ल्याउने र, बिरालो र कुकुर खरायोहरूको लागि चाहिँ यहाँ एग्रिभेटको घर हो यो चाहिँ। ट्रीहरूमा हेर्नु न, यस्तो सानो ट्रीमा हेर्नु न, सुन्तला फल फलेको जस्तै गर्न लागिरहेको छन्। यस्तो देखाएको छु मित्रजनहरू, तपाईँहरूलाई कस्तो लाग्यो होला मेरो भिडियो। राम्रो त छैन, नराम्रो भए पनि यसो हेरेर साथ दिनु होला, माया गरिदिनु होला। फेरि अर्को भिडियो लिएर आउँछु, यस्तै भिडियोहरू लिएर आउँछु म चाहिँ जहिले नि। यहाँ स्पिड लिमिट 25 छ। अब चाहिँ म ठ्याक्कै मेरो घरमा आइपुगेँ। मेरो घरमा आइपुगेको छ, मेरो निजी निवासमा। साथै भिडियो यहीँ बन्द गर्दछु।